हेलो गाइज वेलकम छ हजुरहरूलाई मेरो भिडियोमा। यो चाहिँ मेरो फर्स्ट भिडियो हुनेवाला छ अनि म चाहिँ अहिले आएको छु पसल। अनि मैले चाहिँ यहाँ चाउचाउ अनि मही लिइसकेको छु अनि 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 मुकबाङ भिडियो टाइपको गर्दैछु। अन्डा पनि ल्याइसकेको छु। कस्तो चिल्लो छ हौ यो अन्डा त। दुईवटा लिएर आएको, 5 रुपियाँ पुगेको थिएन, अलि पछि ल्याइदिन्छु भनेर लिएर आएको। अनि म चाहिँ जान लागेको घर, रुममा गएर बनाएको नि देखाउँछु होला सायद। फर्स्ट भ्लग हो, कस्तो हुन्छ थाहा छैन। म चाहिँ यही घरमा बस्छु। A few moments later. अनि म चाहिँ अब बनाउन लागेको चाउचाउ। अनि खै क्यामेरा कस्तो आएको छ मलाई थाहा छैन। मैले यो भिडियो भ्लग चाहिँ कहिले बनाएको छुइनँ, त्यही भएर फर्स्टचोटि बनाउँदैछु। हेरिदिनु होला। मलाई अनि यो चाहिँ हो मेरो 4वटा चाउचाउ अनि एउटा चाहिँ यो मही हो, लस्सी। अन्डा चाहिँ यहाँ फुट्छ भनेर मैले यहाँ राखेको छु। अनि अहिले चाहिँ मैले यहाँ पानी बसाइसकेको छु। भइसक्यो, यसलाई मिक्स गर्न बाँकी छ। अनि यता चाहिँ अन्डा बाँकी छ। त्यो चाहिँ त्यो भयो क्या, के भन्छ हौ, फुट्यो। सो यहाँ एउटा अन्डा चाहिँ हालिसकेँ अनि यता चाहिँ अर्को अन्डा पाक्दैछ। अनि म चाहिँ यहाँ मेहनत गर्दैछु। गर्मी पनि भइसक्यो, लाइट पनि गइसक्यो। ब्लग चाहिँ हेरिदिनु ल। अन्डा कस्तो दामी भयो। त्यसपछि चाहिँ मैले खाना स्टार्ट गरेको। मैले चाहिँ यो के अरे टिकटकबाट बनाएको यो भिडियो चाहिँ लाइट पनि गइसकेको थियो, पछि लाइट आयो, त्यही भएर पछि चाहिँ त्योबाट बनाएको। यति पिरो यति मिठो भयो। खाइदिएँ म सबै खाइदिएँ। माथि फोटो नै राखिदिएको छु। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो। सबैजनाले हेरेर माया गरिदिनु होला। म चाहिँ पानी खाँदैछु। थ्याङ्क्स फर वाचिङ।